नमस्कार, स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। आज पनि म तपाईहरुसँग एउटा पिआई सम्बन्धी भिडियो बनाउँदै छु। यो पिआई सम्बन्धी भिडियोमा चाहिँ म तपाईहरुको एउटा भनाइ राख्न जाँदै छु। आज पिआईले चाहिँ हामीलाई कसरी चाहिँ अब उल्टो बनाइराछ है, तनाव दिइराछ। धेरै केटाहरुको सपनाहरु होला यान त्यान उता कति वर्षको मेहनत चाहिँ अब धेरै नै गाह्रो बनाइरहेछ है। के छ कस्तो छ तपाईहरुलाई कस्तो लाग्छ पिआई सम्बन्धीको धारणाहरु राख्नु होला। यो चाहिँ मलाई चाहिँ यस्तो लाग्छ हैन, पिआईले चाहिँ धेरै जनताहरुलाई चाहिँ अहिले डुबाइरहेको छ के। अपग्रेडको नाममा पुरा धेरै कहाँ के इन्भेस्टमेन्ट भनेछ, मिलियन 100 मिलियन इन्भेस्ट भनेछ। तर नर्मल जनताहरुले जति मेहनत गरेर चाहिँ पाइ माइनिङ गरेको छ नि, उनीहरुलाई चाहिँ अहिले त्यति ख्याल गरेको छैन क्या पिआई टिमले चाहिँ। किनकि अब पिआई टिमलाई चाहिँ जति उसको लागि चाहिने हो माइनिङ चाहिँ अब भइसक्यो। त्यसकारणले जति पनि अरूले दुःख गर्यो मेहनत गर्यो त्यति चाहिँ उसले अब हेलचेक्रै गरेको जस्तो लाग्छ। अपडेट पनि ल्याइरहेको छैन। अपडेटमा चाहिँ अब नयाँ अपडेट छ, जुन अपडेट चाहिँ अलरेडी जसले पिआई चाहिँ उनीहरुको भेरिफाई भएर चाहिँ हैन सेल गरिसकेको छ, ट्रेडिङ गर्न थालिसकेको छ, उनीहरुको लागि चाहिँ राम्रो छ। तर जो अहिलेसम्म जसले 6-7 वर्ष कति अब 6 वर्ष दुःख गरेर चाहिँ माइनिङ गरेर उसले चाहिँ आफ्नो पिआई सेल गर्न सकेको छैन, जो चाहिँ अब 9 स्टेपमा अड्किरहेछ, 9 स्टेपमा अड्किरहेछ, माइग्रेसन भइरहेको छैन। कसैको माइग्रेसन भएर पनि लकअपमा चाहिँ अड्किरहेछ, लकअप सिस्टममा अड्किरहेछ। यी कुराहरु चाहिँ उनीहरुले ध्यान दिएको छैन, अपडेट गरेको छैन हैन। र त अब नेपालमा त यो पिआई सम्बन्धी त कानुन छैन, अलाउड छैन। यो त पिआई त इलिगल हो नेपालमा त। तर भविष्यमा लिगली हुन सक्छ हैन। हेर्दै जाउँ, वेट गरौँ। तर पनि जति पनि धेरै नेपालीहरुले चाहिँ अब यो पिआई नेटवर्क अरु देशहरुमा बसेर चाहिँ पिआई नेटवर्क माइनिङ गर्नुभएको छ, पिआई कोइन चाहिँ बनाउनु भएको छ हैन। ती कोइनहरु चाहिँ अब बेच्न पाइरहनु भएको छैन है। कसैको त अहिलेसम्म भेरिफाई नै भएको छैन कि जुन माइनिङ कति छ 5000 10000 कोइन छ। तर उसको के भएको छ भने केवाइसी नै भेरिफाई भएको छैन है, विभिन्न कारणले गर्दा। त्यसको लागि पनि पिआई टिमले चाहिँ अब केही अपडेटहरु गर्नुपर्ने हो। खासै त्यस्तो अपडेट गरेको छैन। हेर्दै जाउँ फर्दर सिचुएसनमा केही अपडेटहरु गर्ला है। यस्तै भन्दै अब पोजिटिभ राखौँ हैन। तपाईहरुलाई के कस्तो लाग्छ पिआई सम्बन्धीको अपडेटहरु हैन। नेपालीहरु कतिजनाले कसले कति पिआई चाहिँ सेल गर्नुभयो हैन, कति फाइदा लिनुभयो, कसरी सेल गर्नुभयो, के समस्याहरु फेस गरेर कसरी सल्भ गर्नुभयो, कुराहरु चाहिँ यसो कमेन्ट गर्नु र शेयर गर्नु होला। आफूले जानेको कुराहरुलाई शेयर गर्दै जानु होला। ती कुराहरुले अरूलाई फाइदा भइरहेको हुन सक्छ। जुन कुरा आफूलाई थाहा भएको कुरा चाहिँ शेयर गर्नुहोस्। किनकि अब धेरै नेपालीहरु छन् विदेशमा, खाडी मुलुकमा, अन्त नभए पनि खाडी मुलुकमा बसेर भने पनि उनीहरुले पिआईलाई माइनिङ गरेको छ। 4-5 वर्ष दुःख गरेर त्यो माइनिङ गरेको चाहिँ लगभग अब बेच्न पाए भने राम्रै हुन्छ। त्यसैको लागि हैन, तपाईले यस्तै भिडियोहरु बनाउनुहोस् अथवा कमेन्ट गर्नुहोस्, एकअर्कालाई जानकारीहरु शेयर गर्नुहोस्। यति भन्दै मेरो यो भनाइहरु हैन पिआई सम्बन्धीको आजको भिडियो चाहिँ म यही बन्द गर्दैछु हैन, यही सकाउँछु। सी यू इन नेक्स्ट भिडियो। स्टे ट्युन हैन। लाइक्स कमेन्ट सब्स्क्राइबहरु यसो हान्दै गर्नु होला। कस्तो लाग्छ मेरो भिडियो। म चाहिँ बेलामा यसो भिडियोहरु बनाउँदै गर्छु। मन पर्छ भने यसो भन्नु होला, मन पर्दैन भने नि कमेन्ट चाहिँ गर्नु होला। ओके, यति भन्दै आजको लागि टाटा बाइ बाइ। सी यू इन नेक्स्ट भिडियो। थ्यांक यू।